तुमपराङ यो हाम्रो घर भएपट्टि जाने बाटो यो चाहिँ कसको अरे काका? काइला कटवालको घर। काइला कटवालको घर। धामी काइला कटवाल। धामी काइला कटवालको घर। यो बाटो कुहिरो लागिरहेछ यसरी जेठको दिनमा चिसो छ। माइलो होइन साइलो कुन भाइको बिहे खाएको हामीले? माइलाको कि साइलाको? माइलाको उही हो त। बर्कमा थोरै पिङ खेलिरहेको थियो। लै केटाहरुलाई मात्रै देखाएर अनि लिएर आउँदै छु फेरि। हैन हामी त मरी पिङ खेल्ने हो त यहाँ त। आगो त अझै रहेछ हो। कुन आगो? उ त्यो तल। ओ त हेर्दा त भाइ त्यो तल हामीले पिङ खेल्ने आगो त नदै पुरा छ। नदै रहेछ। यहाँ हेर्नु त भिर माथि चढेर दुई जना उ त्यो त उदो गएको आगो थिएन पिङ खेल्ने आगो थियो आगो। अब यो कसरी आइथ्यो पावर के थियो अहिले बाउहरु पिङ खेल्ने आगो के लिनु भएको? यो चोरी रहेछ के अलिकति 4 वर्ष गर्न आएको। अनि अहिले तपाईँ कहाँ हिँड्नु भएको? अहिले हामी त्यो सुखसँग पुग्ने भोलि त्यो गाडी आउँछ। यो चाहिँ कुन ठाउँ अरे? चौबाटो? यो के अरे त्यो ठाउँको नाम? चौबाटे। चौबटे? चौबाटे खाङताङ। रानीटारको पुल देखिँदैछ यता पर वहाँनेरि अनि यता कोशी। यो हाम्रै बारीबाट गएको बाटो अरे टन्टुलुङ। यतापट्टि यो कहाँको पानी लाने? कुवा पानी जाने बाटो। कुवा पानी जाने बाटो यहाँबाट अगाडि दाहिनेपट्टि छ। हामी यता यो हाम्रै बारीबाट जाँदैछौँ। मूल घर भनेको चाहिँ कसको? हाम्रो? हाम्रो। ए हाम्रो घर त्यो यो त्यहाँतिर गाह्रै छ त्यति। बर यो भो? यो काब्रो भो? त्यो माथिल्लो बारीमा प्रधानको घर थियो। माथिल्लो बारीमा प्रधानको घर? प्रधान कार्की। त्यहाँदेखि यहाँ हाम्रो। यहाँ उहाँहरूको यतातिर थियो। हाम्रो? यो ठाडो बाटो यो भएपछि उहाँको घर यहीँ थियो। यहीँ हाम्रो पिँडलका फेद्नेर रहेछ। यो पिँडलको फेद्नेर। अनि भाइहरूको ऊ त्यो उयो छैन ऊ त्यो रुख त्यहाँ थियो खिर्रो उतापट्टि काब्रोको रुख है यो? अब यो ग्वाली यहाँ थियो घर। अलि वरा थियो ग्वाली यहाँ। अलि वरा थियो। अलि वरा थियो यहाँ यो बाँसे हारिङ माथि थियो घर। तपाईँहरूको चाहिँ बाँसे जानु पर्छ। त्यो घर चाहिँ कसको? त भत्केको घर त्यो अवशेष भएको हजुरआमा कसले बनायो ल त्यो? यो भत्केको चाहिँ है। ए यो यो भत्केको घर चाहिँ नारायण प्रसादको हो। जुम गर्ने न यो है यो 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 गाह्रो मात्रै छ नि एउटा यताको हैन यताको खामा देखिँदै छ। अब एउटा देखिँदै छ। मूल घर बद्री प्रसादको पनि यही हो। मूल घर बद्री प्रसाद नारायण प्रसादको घर यो सबै छोपिसकेको छ। नारायण प्रसाद र बद्री प्रसादको घर हो यो। यो भनेको हाम्रो कुप्राउ मेरा कुप्राउ काकाहरुको हजुरबाउ बाबुहरुको हजुरबाउ त्यही छ। अनि यहाँनेरि बाटो छ। यो बाटो यिनेरिबाट काब्राका फेदैबाट बाटो। कटेरो थियो यहाँ। पखन होइन पखनै परेन। ल भन्नु त। यहाँ ग्वाली थियो। त्यतिखेर खोलमा भन्थे। ग्वाली भन्दैन थियो। खोलमा थियो। घर अगाडि खोलमा यहाँ थियो। यहाँदेखि घर पछाडि कोला थियो। कोला छँदैछ। कोला यी छन्। त्यहाँभन्दा पछाडि खिर्रो थियो। खिर्रो त्यहाँ छँदैछ ती। अब त्यो खिर्रो भन्दा यतापट्टि यो फुल थियो। त्यो फुल छँदैछ त्यो हाम्रो बारीको साँधामा फुल। त्यो ढुङ्ग्रे फुल भन्थे तर यो शिवकमल फुल हो। यसको नाम सही नाम चाहिँ शिवकमल फुल भन्छन् त्यसलाई। तर यसलाई ढुङ्ग्रे फुल भन्थे। अनि यो फुल चाहिँ भाइहरूको र हाम्रो उसमा यतापट्टि हाम्रो बारीको वल्ला छेउमा थियो। अनि यो चाहिँ ऊ हो ग्वालीको वाल हो त यो? यो हो। यो ग्वालीकै ग्वाली भन्दैन थियो त्यतिखेर खोलमा भन्थे। यो कटेर हो। घर त्यही कोला कोला भएको ठाउँमा घर थियो। कोला भएको ठाउँमा थियो। यही छ वाल। यहाँबाट आइपुग्यो। तल्लापट्टिको छैन। घरको छात्रे यो घर मास्टरबाट बाटोमा यो ढुङ्गो थियो। यहाँबाट यस्तो बाटो अझै छ बाटो। त्यहाँ हेर्दा त्यहाँबाट यस्तो गरेर उसो जानुपर्छ। हो यसरी जानुपर्छ। अनि यहाँनिर घरको चाहिँ कुन हो? घरको यो छ माथिल्लापट्टिको भग्नाशेष यसो हो यो घर। यता गोठ। यो आधी घर चाहिँ बाटाले काटेछ क्या घर आधी। आधी बाटामा आधी यस्तै थियो नि त सिधा थियो नि त। त्यही त यो तल्लापट्टिको चर त्यहाँ भएपछि यो आधी गयो क्या आधी गयो।
राम्रो र ठाउँ रहेछ है, राम्रो ठाउँ ल। हेर त हाम्रो मधेस हो कि होइन त्यो अहिलेको ठाउँ हेरिकन तल टार डुम्री उति कोसी देखिँदैछ ऊ भन्दा हाम्रो त त्यहाँनिर कोसी छ देखिएको। ऊ त्यो बाबुराम कार्कीको घर भएको ठाउँ त्यो ऊ त्यो तल्लो टिन भएको सेतो टिन भएको ए यो माइला कटलको घर सत्तिस नि उयो हो यो। यसरी आयो अनि यो ढुङ्गो यो पुरानो बाटो अरे यो डिल छ यहाँ ढिम्की यो यहाँदेखि यता ढिम्की हो अनि यहाँदेखि यता चाहिँ घर रहेछ यो देवालै छ यहाँनिर यो देवालै छ यहाँनिर खोला छन् अनि यहाँ बाटो यसरी पुरानो बाटो अरे यसरी निक्ल्यो अनि यो माथि ठ्याक्क डाँडामा निक्ल्यो त्यहाँबाट भैँसी खै अर्को घर कुन अरे मूल घर मूल घर यो कता प्रधानको भइगयो यतापट्टि हाम्रो परेन ए यो प्रधानको यो घर यहाँबाट बाटो तितेपाती उम्रिरहेछ घरका छानामाथि झरेकै रहन्छ तल मुनि त त्यत्तिकै भयो यतापट्टिको हाम्रो यतापट्टिको तुम्पराङ्गे कार्की भनेको प्रधान कार्की भनेर चिन्दा थिए चिन्दैछन् यसरी थियौँ हामी म यो घरको छोरा नाति हजुर हजुरको नाम चाहिँ के हो मेरो त उतै मधेसै हो खुट्टा हुने काइलाको हजुर हजुरको चाहिँ नाम के भनिदिनु न अनि काइलाको छोरा भयो कि भएनन् साँच्चै छैन छैन ऊ अधिकारीहरू होइन ऊ खुट्टा हो काइलाको हो एकदम हजुरको चाहिँ नाम के तपाईँको कतिजना तपाईँहरू हामी दुई भाइ दुई बहिनी ए कान्छा हामी अब यहाँ बाइक राखेर यहाँ बाजेकोमा बाइक राखेर हामी कृष्ण पाकोमा बाइक राखेर हामी अब लालबहादुर कटवालकातिर जाँदैछौँ हाम्रो बारी घर तितेपाती उम्रेको चाहिँ घरको दुई तलामाथि ट्याक्कै है हाम्रो ठुलो घर यो के भन्छन् यसलाई होइन तल्लो देखेको ठुलो बारी बारी यो चाहिँ मूल घर यो दिएन अब हामी हिँड्नुपर्छ लुटो कसेर कति अब त्यस्तो कुरा हुने कता के थुप्रै हिँड्नुपर्छ अहिले टक्क 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 अब पहिले त पानी लिन जान्छौँ नि पानी लिन जाने बाटो भन्ने कुरो भयो ओके हामी लालबहादुर कतिर जाँदैछौँ यो पहिरो भएको ठाउँ अरे त्यो चिलाउनेको बुट्टादेखि यतापट्टि थिएन त चौरको ठुलोहरू त्यो डिलमा यो हाम्रो त उताबाट पहिरोबाट छिर्ने बित्तिकै यो घुमेको भयो त्यो चिलाउनेको रुख चौरको रुख त्यहाँ थियो छैन बिलमा यो सबै पानी अमला पोखरी जस्तो देखियो त्यसको भित्तामा त्यो पानी यो ब्याग बोक्नु पक्रिनु हो त्यहाँ
त्यहाँ जाइन्छ भोलि भोलि पुगिन्छ यहाँ त। होइन पुगिन्छ। ऊ त्यहाँ होइन त मेरोमा 15x हुन्छ क्या यहाँ होइन केराघरी टेन्टेड्याङ यस्तो कोला देखेको थियो हजुरहरूले कतै यस्तो पनि हुन्छ कोला बेकारमा तेल मै पाइहाल्यो बलले झरेको पनि भयो होला नि 12-15 वर्ष त हौ घेर भयो होला हँ? घेर भयो नि बुवाले हुँदा आएको है मलाई 12-15 वर्ष धेर भयो नि बुवाले हुँदाखेरि आएको माइलीले माइलालाई क्या पक्रेर ल्याइदिनु यता बाबा भन्दै रुनुभयो क्या बढियामा अनि त्यतिखेर चाहिँ बुवाले काकी काकी भन्छु भन्दै पनि है बढेमा बढेमा अनि त्यहाँ के गरिछ भने हाम्रो माइलीले पल्लो घरै बस्ने चलन त्यहाँ माइली दाजुहरूकोमा अनि एक दिन त के गरिछ जन्तढुङ्गा खोटाङ आमचोक भोजपुर पारी आमचोक भोजपुर यता खोटाङ हाम्रा लालबहादुर दाइले गोठबाट भैँसी दोहेर अँ ल्याउनु भएको दुध पहिलेको ढुङ्ग्रो, यसको नाम हो ढुङ्ग्रो, ढुङ्ग्रोमा उजिनो लगाएर यी भरि दुध ल्याउनु भएको छ। दुध ल्याएर हामीलाई जिम्मा दिनुभएको छ तताएर खानु भनेर। होइन अनि होइन चामल खाँदै बोकेर आउनु चाहिँ पर्ने चाहिँ हाम्रो काकाहरू सिस्नो केलाउनु हुँदैछ सँगले आज सिस्नो खाने भन्नु हुँदैछ हाम्रो पिउनका छोरा पिउन कटवाल पिउनका छोरा पिउनै, पिउनका छोरा पिउनै हुन् फेरि पिउनको छोरा पिउनै हुँदो रहेछ हुन भने प बोजू निशुल्का पिउन बाउ बसे यहाँ छु हजुर बाबु चाहिँ पिउन। यो चाहिँ मिठो रहेछ। कुवा पानी पानी कुवा पानी के खानु भएको अरे यो पानी आमाला पानी आमाला कुवा पानीमा नुहाउँदैछौँ हामी यहाँ साउने निगुरो पाउने ठाउँ उहाँ यो कुवा पानी हो कुवा पानी बाबुहरूले नुहाउने पानी भर्ने शिवकमल फुल हजुरबाले कुप्राउले हाम्रा पुर्खाहरूले बद्री प्रसाददेखि यही नुहाइ गरेका हुन् यो पुण्य स्थल हो यो पनि हाम्रा पुर्खा बसेको यो पनि 2-3 खालको हुन्छ है क्या के हाम्रा पुर्खा बसेको यो त माथि खाएको टर कपडा धुँदैछौँ है कुवा पानीमा कपडा धुँदैछौँ चक्कडै गरे भन्ने हुन्न हाल न फोटो चाहिँ उसमा फेसबुकमा मन हाल्दै हरिस चाहिँ ज्यादै निकालेर यहीँबाट झिक्कै खाने सरी यहीँ खाने हो खानु अनि ए भाइ म खान्छौँ हामी कुटे कुटे खाने खान यसलाई चाहिँ टोकेछ यसलाई टोक अगाउँदी खा फेरि नभन बका दुईवटा घरमा 10-12 महिना त्यो बाउले कहिले हामी माइला कटल भएको ढकबहादुर काकाको घर यो माथिको यो के को रुख हो यो यो गगुनका रुखदेखि उँभो तिमीहरूको यता कटल भएको यहाँदेखि उँधो कटोल भएको ढुङ्गाको यो प्रधानको घर प्रधान होइन बाबुराम कार्की बाबुराम कार्कीको घर प्रधानको चाहिँ माथि यो बाबुराम कार्कीको वासुदेव कार्कीको यस्तो र अब हामी चौबटे जाँदैछौँ यहाँबाट यता यो हाम्रो बारी सबै कटलको बिसौना भन्थे त्यसलाई कहाँनिर उयो त्यो बाँसज्याङ भएको ठाउँ अँ त्यो बिसौना भन्थे त्यहाँदेखि परतिर ऊ पिपलको रुख थियो त्यहीँदेखि परतिरपट्टि बरपिपल थियो चौतारो थियो त्यहाँबाट अलिक तल झरेपछि उहाँ बाँस देख्यो नि तल ऊ जङ्गलमा अँ त सानै राई के नाम भनिसकेको त्यही दिलकुमार हो दिलकुमारको बाँसज्याङ त्यही हो त्यो दिलकुमारको बाउको हो तल बाँसज्याङ देख्यो नि जङ्गलको बिचमा त्यो एक ज्याङ बाँस छ त त्यही अँ 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 हो त्यो उनीहरूको बाँस हो त्यहाँबाट ऊ यहाँ माथि पनि छ एक ज्याङ बाँस ऊ त
यस्तो बाँसज्याङ भएको पनि उनीहरूकै हो, त्यहाँनिर थियो उनीहरूको घर। म अलिअलि दिलकुमारका बाबुहरूको मूल घर भनेको चाहिँ त्यो माथिल्लो चाहिँ बाँसज्याङ भएको छेउमा घर थियो। त्यो पहिराले तिनीहरूको बारी त्यो घर भएको ठाउँ सबै बगाएर लग्यो, यतापट्टिको पाटाको बाँसज्याङ मात्रै हो त्यो। अनि आम्बोटेमा पनि पहिरो गएको हो? आम्बोटेमा त हो त गएको। अनि ऊ त्यो तल्लो भनेको आम्बोटे हो, ऊ त्यो गरा बारी देखियो नि, त्यो भनेको आम्बोटे भन्थ्यो त्यसलाई। अनि अब भ्यागुते भनेको तल त्यो मसिना घर देखिए, ती गोठेहरू देखिए, त्यो कसको हो त्यो मलाई थाहा भएन। त्यहाँदेखि उतापट्टि चाहिँ जोतिदिएको हो। यो खोलो चाहिँ कुन हो? यो खोलो भनेको मखुवा खोलो। यता माथिबाट आएको? यताबाट बालङ्खापट्टिबाट आएको त्यो मखुवा त्यो खोलो। त्यो कोसीको त्यो घाट चाहिँ त्यो पहिरो गएको कुन ठाउँ हो? त्यो कोक्सुलुङ। ए कटरेबाटको घाट? सिधै तल झर्ने घाट। त्यो गाईघाटको पुल? त्यो गाईघाटको पुल। हामी पहिले तर्ने घाट भनेकै बेल्टर जाँदाखेरि, हटिया भएर जाँदाखेरि तरेर जाने घाट भनेको कोक्सुलुङ घाट। यतापट्टि राइन्टार, यतापट्टि राइन्टार, यता सेतो घर गरे, त्यहाँदेखि पल्लो रातो घर गरे। हो सेतो घर गरे, त्यहाँदेखि पल्लो रातो घर गरे। त्यहाँबाट उता गएपछि पुल बनाउँदै बाटो यस्तो। यो बाटो यो हामी चौबटे जाँदैछौँ। यो बाटो चौबटे भन्दा मास्तिरको बर्को रुख यही हो। हिजो हामीले उहाँ पाँडे गाउँबाट देखाएको थियौँ नि, यही हो। ठुलै पर्छ त मिर्ग त होइन, यो के पो हो दाजु? मिर्गै चाहिँ रहेछ। पाठी पो रहेछ। पाठी कि बोको? बोको। झिर लात्ता रोप मर झर तान्दै ल्या बर्खा डन्डीको खेलेको बिर्सिनु भएको छैन नि? खोपी खेलेको बाँकी खेल्नु पर्ने तपाईँले खोपी र गुच्छा हामी बच्चने पाको घर जाँदैछौँ। बच्चने पाको घर जङ्गल जाने बाटो, घाँस काट्नु यहाँ ड्याममा हालेर अनि पानी पिउनु गर्ने अनि जाने। कोही यहाँ मान्छे कोही हुनुहुन्छ जस्तो छैन, मान्छे हुनुहुन्छ जस्तो छैन। पारीको यो खरबारी घाँस काट्छौँ हामी त्यता बालटार भन्ने यहाँ अलिक तलतिर। पल्लो हर्पे गाग्री, पुराना गाग्री रहेछ नि, तामाको गाग्री, कालीकोटेहरूले कमाएको गाग्री होला। 2 वर्ष नि बाली सक्दैन होला, कहाँ सक्ने थुपार्दै जान्छन्, बाल्दै जान्छन्। र अब यहाँ काली अङ्गेरी काली निगुरो यहाँ निकाल्ने काम हुँदैछ, खन्ने। यो चाहिँ काली निगुरो हो। यो यसरी खनेर यसरी निकाल्ने हुँदैछ। यहाँ पहाडमा कस्तो राम्रो भ्यू देखिरहेछ। ए देवी दाइ पनि लिएर आउनु भएछ, काली निगुरो लिएर। ए राम राम। अनि त आम्मामा यस्तो बनाएर यो तिस्कौलो कि क्या अरे यो किलो हाम्रो चाहिँ भाषामा दादाहरूले चाहिँ तिस्कौलो काट भन्नुभयो। काटेर बनाएर काली निगुरो त्यतिले यो कहाँबाट अरे सोफापेबाट यता अब बोपुङ हमलाङ हुँदै बालङ्खा हुँदै रान्टर हुँदै चौबन्दी, आजको बास चौबन्दी कटारे, भोलि बिहान घर। अहिले हामी यताबाट तुम्पराङबाट आएको। उहाँ काकाहरू ऐसेलु टिपेर खानु हुँदैछ। हाम्रो यो बाइक यता यो हामी बोपुङ हुँदै हमलाङ जाँदैछौँ। अनि त्यहाँ पछाडि बालङ्खा जान निक्लिने बाटो। यता भनेको यो भोजपुरको पाटो देखिएको भोजपुर।
सारा भोजपुर त्यो बालङ्खाको बाटो यहाँ देखिएको हमलाङ स्कुल टेक्क हमलाङ हुलाम के हो नाम पनि हमलाङ क्या रे यो ठाउँको नाम हमालाङ कसले भनेको हमलाङ होइन बोपुङ हमलाङ होइन कहाँ जाने भन्दै मालाम होलाम मालाम अरे हुमालाम चाहिँ रहेछ ठाउँको नाम अब यहाँ आएपछि यहाँ दुईवटा बाटो आयो एउटा यो बाटो हामी आएको बाटो यो चिसापानी जाने बाटो अरे यो खैला बालङ्खा जाने बाटो अब हामी बालङ्खा जाँदैछौँ यो चाहिँ चिसापानी जाने बाटो हामी आएको बाटो चाहिँ यो यताबाट आयौँ यो बालङ्खा यो चप्लेटी यतापट्टि खैला धान खेतीमा तल तल सबै धान खेती हुन्थ्यो खैला बाटो त उता कता उसको आँटिरहेको पनि थाहा छैन यताबाट यता लगाएका छन् कता लगायो ल यो बालङ्खा बजार होइन त यो बालङ्गा बजार बालङ्खा बजार यता बोपङ दुलसिङ यो दुलासिङ ठाउँको नामै दुलासिङ दुलसिङ दयाला चाहिँ कता हो दुलसिङ दयाला उहाँ ऊ पारि हो दयाला चाहिँ यता ऊ त्यो पर सिधा देखेको यो डाँडाको पल्लोपट्टिको एउटा दुईटा अनि भित्तो बेत्तो ऊ टिनै टिन लगाएको घर यो दुलासिङ एक नम्बर दुलासिङको बारी हो यो दुलसिङको बारी यो पण्डित हरिशरणको बारी ठुला कान्छा धुरुबाहरूको बारी तल्लो ध्रुव काकाहरूको चाहिँ बडा हरिशरण बडा दाजु यो ज्ञान मुनि त्यहाँ पण्डितको घर थियो जस्तो लाग्छ अनि मैले बिर्सेँ है गोपाल ठुलोहरूको चाहिँ गोपालहरूको त बालङ खानी बालङ्खा शुक्रबारे हटिया सब डिभिजन कार्यालय आमचक भोजपुर यो मेन चोकै यही हो यही हो बालङ्खाको बालङखाको मेन चोक यही हो यता हिउँ यता इउँ यता दुम्बाना पाङ्चा राइन्टर राइन्टर चौडन्डी चौदण्डी त्यसरी अनि बेलटा हुँदै हुँदै बेलटार बालङखा चण्डी थान भनेको उहाँ त्यो गाउँदेखि माथिल्लोपट्टि त्यहाँ चण्डी यता यता के कुन गाउँ हुने यी मलाई आउँदैन यिनलाई सोधौँ न काका बाइक डोर्याउँदै आउनु हुँदैछ यहाँनिर चाहिँ निकै अप्ठ्यारो भएर छोडिदिनु हो त बाबु छोरालाई होइन दुईजना छन् आइहाल्छ दुईजना भएपछि आपत्ति पर्छ होला र ए नचढ ढुङ्गा रोड किन्छ ठाउँ ठाउँ अप्ठ्यारो छ भने त अप्ठ्यारै रहेछ यो बाटो आएको भए त मरिन्थ्यो त यो बाटो आएको भए त मरिन्थ्यो हामी अहिले राइन्टारको उतापट्टि निर्माणाधीन टक्की पुल बन्दै गरेको यतापट्टि झोलुङ्गे पुल 6 बज्न आँटो अहिले आइपुग्यौँ
बोपुङ हुँदै तुम्पराङ हुँदै बोपुङ, बोपुङबाट बालङ्खा, बालङ्खाबाट रान्टारको पुल। अब यतिखेर भर्खर गर्दैछ, अब यो खन्ने कति दिन लाग्छ? रान्टारको पुल, पक्की पुल। अहिले हामी झोलुङ्गे पुलमा छौँ। यति बनिसकेको छ एउटा स्ल्याब, दुईवटा स्ल्याब रहेछ त। काका दुधकोसी सुनकोसी जे भने पनि तार्छन् फुटाउ। खोइ। अनि यो म, अनि यो मेरो केटो भाइ। यो सिलाउने कि के अरे काका? अनि खोइ त अङ्कल चाहिँ आएन। अङ्कलको अघि आएको काका भनिसकेँ मैले। यो काठ तार्दैछन्। चौडन्डी कटहरे। हामी अहिले यो कटहर बोटे आइपुग्यौँ यताबाट। तल खरबने कञ्चिराहरू। अब हामी घर लाग्दैछौँ चौडन्डीबाट अहिले आएको। अब घर हाम्रो यात्रा सकियो नि।